यो गाइज वेलकम ब्याक टु न्यू डे न्यू ब्लग। आज हामी खेततिर झर्दैछौँ। खेततिरको बाटो यस्तो छ, ठाडै ओह्रालो खेत। मम्मी, तपाईँ खेतमा काम गर्न पाउँदा तपाईँलाई कस्तो अनुभव भइरहेछ? पखेर बोल्नु न, तपाईँको साउन्ड आउँदैन। खेतमा भन्दा नि यहाँ भन्छ नि त, गर्मी भइरहेछ, नल्छी लागिरहेछ, पसिना आइरहेछन्। किसान भएपछि काम गर्नुपर्छ होइन? किसान भएपछि काम गर्नु पर्यो। यो अप्ठ्यारो बाटोबाट हामी खेततिर जाँदैछौँ। यो देखिएको अलैँची बगान, यो रुख चाहिँ हाम्रो होइन। अलैँची बगान, यो रुख हाम्रो हो होइन। अनि यो चाहिँ कुलो टक्कसँगले बग्ने, यो चाहिँ हाम्रो छिमेकी दाइको अलैँची बगान हाम्रो हो। यो अलैँची बगान चाहिँ किसानको के भन्छ, के भन्नु, सुन कसरी भन्दाखेरि यो छ नि, यो ठ्याक्कै यो यसमा चाहिँ थोरै लागेको छ होइन। म अर्को एउटा बुट्टो देखाउँछु ल। यसरी फल्छ क्या, यो यसरी फल्छ। यसलाई फाडफुड पार्नुपर्छ। यो फलिसकेपछि यसको चाहिँ भाउ यसको भाउ महँगो हुन्छ। झन्डै 40 केजीको 80-90 हजार हुन्छ यसको। त्यसैले यो किसानको सुन हो, हाम्रो सुन हो। यस्तो हुन्छ है टक्कसँगले, रुखपोट बिरुवा होइन। ऊ पर टक्कसँगले यो यहाँनिर यो खेतमा चाहिँ जोत्दै हुनुहुन्छ अहिले। त्यो एकतिरको त्यो खेत रोप्ने खेत हो हाम्रो। यो अलैँचीबारी हो होइन। अनि अहिले अलिकति यस्तोको टक्कसँगले यस्तो यो नफलेको यस्तो निकालेर बिउ हुन्छ क्या। यो बिउ निकालेर ऊ तलपट्टि यो यसको पट्टिरपट्टि रोप्नु पऱ्यो क्या। अहिले रोप्दैछु। अनि त्यहाँ चाहिँ टक्क जोत्दै हुनुहुन्छ दाइहरू, जोत्दै हुनुहुन्छ अहिले। टक्क जोतिसकेपछि खन्नुपर्छ। अनि यो टक्कसँगले यस्तो हुन्छ माथिसम्म, यहाँदेखि माथिदेखि यतापट्टि। अनि यो यतापट्टि क्या राम्रो देखिरहेछ। तर यो क्यामेरा मेरो अलिकति के भन्नु, तारिफजनक नभएको कारणले गर्दाखेरि अलिक राम्रो नदेख्यो। तर एकदम बब्बाल सिन छ। अब टक्कसँगले यस्तो तानेर लाने अनि उहाँ लगेर रोप्ने हो होइन। टक्कसँगले रुखहरू पनि हुन्छन्। यस्तो मजा छ नि। भोक लाग्यो भने यही टिप्ने खाने। पानी पर्न थाल्यो है त। पानी पर्दाखेरि यो चाहिँ अलैँची रोपिँदैछ। मम्मी, कतिको मजा आउँछ अलैँची रोप्न, काम गर्न भन्नु त? यो चाहिँ हाम्रो छिमेकी दाइको अलैँचीमा फल हो। केही भन्नु त मम्मी, काम गर्दाको अनुभव? मजा आउँछ नि होइन, काम रमाइलोसँग गर्दाखेरि। रुख बिरुवा पातले घेरिसकेका छन्। यति चाहिँ अलैँची रोपेको। त्यहाँदेखि ऊ चाहिँ हामी खेत रोप्छौँ होइन। यो चाहिँ हाम्रो तलतिर छिमेकी जिमी दाइको, यो नेवार दाइको छिमेकी। त्यो चाहिँ टक्क पानी परेको बेला टक्कसँगले पानीमा भिज्दै काम गर्न लास्ट मजा आउँछ होइन। यस्तो यो चाहिँ सिम हो क्या। यो सिममा अलैँची रोपेको। माथि हाम्रो मामाहरूले गोरु जोत्दै हुनुहुन्छ ऊ होइन। टक्कसँगले राम्रो मोबाइल बाबु। यस्तो भयो, पानी परिरहेको थियो। अनि यो अम्लो यत्रो भएर चाहिँ सुन्निएर काम गर्दाखेरि केले टोकेको थियो। सुन्निएर यत्रो भइरहेछ, थाहा छैन केले टोकेको होइन। के पाएको आमा? सबै थोक पाएको भन्छ। भात पकाउनु आँट्नुभएको? आजको लागि यति नै। बाई बाई। लाइक सब्सक्राइब गर्न नबिर्सिनुहोस्। भेटौँ अब अर्को ब्लगमा।